मेरा दिनाचार्य क्या बित्ता हान्त बिचार बेली छालका कुरा हुन् बाबै क्याराए भनेपछि जाँदैन क्लास भनिकन सुत्या बहाना गराए पेट दुखो दादु भन्या पेट दुखो भन्या अब क्यारु त अब नजाने भए नजान त भन्नुभयो ठिकै छ अब क्यारु त म भनेर गएन म सुत्या अनि उठ्न मनै लागेन 9:30 बजेसम्म सुत्या हैन क्याद्दा छौ त अब फेरि खाना पकाउ कि भन्या नाइ पकाउँदैन भन्या अनि फेरि सुत्या दाइ आइजानु भयो बेलछाला 11 बजे आइजानु भयो सुत्या 11 बजेसम्म सुत्या क्यारु त अब यस्तै छ भनेर सुत्या अनि दाइ आउनु भयो खानासाना बनाउनु भयो तै त क्यारु त अब खाना बनाउनु भयो अनि खानासाना उठ भन्नुभयो उठ्या खानासाना पनि खाया अनि खाना खाइकन म त मेरो दाइले खाना पकाएर दिइजानु भयो भनिकन यति खुसी भएँ कि मेरा बाबु मेरो खोरो फुटी जान्थ्यो ओहै अनि पछि त अनि क्यार्ने त बेलछाला यसो भयो कि अनि दाइले खाना खाया क्यारु त अब यसै बसेको थिएँ तँलाई अरे पढ्न भनेर यहाँ कोठामा बसाल्याउँ कि सुत्यो भनेर भन्न लाग्नु भयो रिसाउन लाग्नु गाली के खोरो फुट्टे थियो बिचारो मेरो लतक लाइहाल्नु भयो एक लतक हानिहाल्नु भयो अब क्यारु त बिचारो बहिनी भइगए अब सहनु परिगयो भाइ दाइले हानेपछि अब अनि त्यही भएर यस्तै हुने थियो उसै हुने थियो अनि केही बोलेन छपक्क बसिरह्या पढ्दा पनि पढेन केही पनि गरेन अनि मेरो दिनाचार्य यस्तो छ कि भनेर एकचोटि बस्या केही गरेन अनि झोकै लाग्यो अनि क्यारु त भनेर अनि यस्तै घर बाइ जान्छु भने अनि अझ थर्काउनु भयो तेरा बाआमाको सम्पत्ति बढी भएको र भनेर थर्काउनु भयो क्यारु त अब यस्तै गरे अनि रिस उठ्यो अनि पछि फेरि एकछिन पढाए चाहिँ जन्ना गरे अनि पछि त अनि क्यार्नु थियो अनि फेरि यसै गरे आज सुति गए दिउँसभरि अनि मेरा दिनाचार्य यसै बितेका छन् मेरा खोरो के बिति जान्थ्यो भने अनि हजुरहरूको दिनाचार्य कसो बितेको छ मेरो त यसै बितेको छ बिचारो मेरो के खोरो फुटी गयो भने अनि बसेको छु दुई भाइको मुख बाङ्गा बाङ्गा भएको छ बोलचाल भएको छैन अनि यस्तै हो अनि त्यही भएर अनि यसो चुटै खानुभन्दा गाली खानुभन्दा भोलि बिहान छकालै उठिकन अनि 4 बजी उठिकन क्लास बाइ गएँ म अनि दाइ पछि आउनु भएको थियो अनि म चाहिँ अनि त्यही भएर अनि क्लास चाहिँ अब रेगुलर जानु पर्ला भने अनि पछि नि बिहानै छकालै उठेँ 4 बजी उठेँ बाइ गएँ क्लास अनि क्यार्नु त अब अनि त्यही भएर यस्तै छ दिनचर्या बितेको ठिकै छ अब यस्तै हो मेरो चाहिँ अब हजुरहरू कस्तो छ अब के भन्नु होला है कमेन्टमा हजुरहरूले।